10 वर्षमा नेपालमा आज घोषणा गर्न चाहन्छु 10 वर्षमा नेपाल विकसित राष्ट्र बन्छ। रवि लामिछाने र बालेन शाहको बिचमा भएको भेटवार्ता त एकदम सकारात्मक हो, आइस ब्रेक हो। म पोजिटिभली यसलाई लिएर जान पनि आग्रह गर्न चाहन्छु। यसले समाजलाई बदल्नुपर्छ, रूपान्तरण गर्नुपर्छ। म त भन्छु बालेन, रवि, कुलमान, हर्क साम्पाङ, दुर्गा प्रसाद जस्ता जो पछिल्लो समय छ नि समाजका विकृति र विसङ्गतिको विरुद्ध लडेको, भ्रष्टाचारको छ नि विरुद्ध लडेका मान्छेहरू सबै एक ठाउँमा आउनुपर्छ। पुरानो दलका नेताहरूले राम्रोसँग काम गर्न सक्नु भएन, उहाँहरूले देशमा छ नि व्यथिति ल्याउनु भयो, सुशासन दिन सक्नु भएन, भ्रष्टाचार अन्त्य गर्न सक्नु भएन, देशमा विकास तीव्र गतिमा अगाडि बढ्न सकेन। राजनीति भनेको मलाई चाहिँ के लाग्छ भने समाजसेवा हो। हामीले जनताको सेवा गर्न आएका हौँ र यसलाई चाहिँ हामी एउटा ऋषि सरले अघि ऋषिजीले भने जस्तो एउटा यसलाई चाहिँ व्यवसायिक रूपमा लिनुहुन्न। संसारमा अब पदको लागि नेपालमा पनि हामी कसैले झगडा नगरौँ, विवाद नगरौँ, देश बनाउने कुरा गरौँ। यति धेरै युवा युवती छन् देशमा, उनीहरू विदेश जाने अहिले जुन किसिमको एउटा चलिरहेछ नि ट्रेन, त्यसलाई रोकौँ। पहिला पनि इन्टरभ्यू लिएको हो बालेन शाहको, 3वटा इन्टरभ्यू होइन मैले लिएर आउँछु। म कोसिस गर्छु, किन पत्रकारको काम भनेको कोसिस गर्ने हो होइन। एरिका राम्रो बोल्नुहुन्छ एकदम। घरमा पनि बेलुका म पुग्छु कहिलेकाहीँ राति 11-12 बजी पुग्दाखेरि पनि एकदम छोरी बसिरहेको हुन्छ, मलाई कुरिरहेको हुन्छ, बुवा कहिले आउनुहुन्छ, कतिखेर आउनुहुन्छ, के खानुहुन्छ भने छोरीले एकदम मलाई साँच्चीकै धेरै माया गर्ने मात्रै छोरी। अब आज छोरीको होइन 11औं वसन्त पार गरेर 12औं जन्मदिन मनाइराख्नु भएको छ होइन, कसरी लिइराख्नु भएको छ आजको यो दिनलाई चाहिँ कसरी सम्झिनुहुन्छ? अब छोरी एरिका 12 वर्ष प्रवेश गरिन्, एकदम राम्री छोरी, असल छोरी, पढ्ने छोरी। उहाँको सुस्वास्थ्य र दीर्घायु कामना गर्न चाहन्छु। र मेरो छोरी जस्तै अरू जस्तो आज धेरै पीडामा छन्, दुःखमा छन्, पढ्न पाएको छैनन्, बेसहारा छन्, टुरा छन्, ती सबैले पढ्न पाऊँ, ती सबैको लागि छ नि मैले काम गर्नुपर्छ। हामी सबैले काम गर्छौँ। हामीले किन भन्दाखेरि हामी सबैले मिलेर त्यो बेसहाराहरू, टुराहरू, सडकमा रहेका बालबालिकाहरूलाई पढाउनुपर्छ। जसरी उहाँले काम गर्नुभएको छ यस्तै काममा म लाग्ने छु। अब यस्तै काम छोरीले आज धेरैलाई अलिक चकित पनि बनाइदिनु भएको छ। यति ज्ञानी भइसक्नु भएको रहेछ, बुवा मम्मीहरूको लागि यति धेरै सोच्नु हुँदो रहेछ भनेर जुन किसिमले प्रशंसा गरिराख्नु भएको छ होइन, उहाँको यो अभिव्यक्तिहरू सुन्दाखेरि तपाईँ पनि अलिक भावुक हुनुभएको हो कि जस्तो लाग्यो हजुर? होइन, एरिका राम्रो बोल्नुहुन्छ एकदम। घरमा पनि बेलुका म पुग्छु कहिलेकाहीँ राति 11-12 बजी पुग्दाखेरि पनि एकदम छोरी बसिरहेको हुन्छ, मलाई कुरिरहेको हुन्छ, बुवा कहिले आउनुहुन्छ, कतिखेर आउनुहुन्छ, के खानुहुन्छ भने छोरीले एकदम मलाई साँच्चीकै धेरै माया गर्ने मात्रै छोरी मलाई माया गर्ने छोरी। एरिका कस्तो लागिरहेछ आज यसरी जन्मदिन मनाइराख्दा, बाबा मम्मीसँगै बसेर मनाइराख्दाखेरि होइन कस्तो लागिरहेछ? राम्रो लागिरहेको छ हजुर। एलिजाजी कस्तो लागिरहेछ तपाईलाई? म त मक्ख परिरहेछु छोरीलाई हेरेर, खुसी लागेको छ एकदमै। रिसाले भनिहाल्नु भयो, हामी बुवा आमाको आशीर्वाद त भनिराख्नै पर्दैन। राम्रो गर्छिन्, आउने दिनमा यस्तै रेविकाजी जस्तो एउटा एक्जाम्पल लेडी हुनुपर्छ होइन, अनि सोसल वर्क गर्नुपर्छ, समाजसेवा गर्नु। रेविकाजी त हामी सबैको लागि अनुकरणीय आदरणीय व्यक्ति हो, आइडल हो, हाम्रो सोसाइटीको देशको आइडल हो। Thank you. अब विभिन्न अहिले देशमा पनि विभिन्न हलचल भइरहेको छ होइन, ऋषि दाइहरूको चर्चा बेग्लै छ। यो अहिले रवि र बालेनको मिलनले पनि एक किसिमको यो भनौँ न 1-to-1 मिटिङले पनि एक किसिमको चर्चा पाइरहेको छ। यसलाई कसरी हेर्नु भएको छ वरिष्ठ पत्रकार ऋषि धमलाले? होइन, मैले अघि बोलिसकेको छु ठ्याक्कै। अब समरी भन्नुपर्दा म सुरुदेखि नै जेनजी जनविद्रोह पछि नयाँ शक्ति, नयाँ अनुहार, वैकल्पिक शक्ति निर्माणमा लाग्नुपर्छ भनेर मैले भनेको थिएँ, सुरुदेखि नै भने। मैले आज 3 महिनापछि आएर एउटा साकार भएको छ, मेरो चाहना पुरा भएको छ।
किन मैले सुरुदेखि भनेको थिएँ किनभने पुरानो दलका नेताहरूले राम्रोसँग काम गर्न सक्नु भएन, उहाँहरूले देशमा छ नि व्यथिति ल्याउनु भयो, सुशासन दिन सक्नु भएन, भ्रष्टाचार अन्त्य गर्न सक्नु भएन, देशमा विकास तीव्र गतिमा अगाडि बढ्न सकेन। अब नयाँ अनुहार, नयाँ शक्ति, नयाँ चाहिँ एउटा सोच चिन्तन भएको, सकारात्मक सोच राख्ने, समाजलाई बदल्ने, पदको लागि मरी हत्या नगर्ने। म चाहिँ के भन्छु भने पद ठुलो कुरा होइन, देश र जनता सबभन्दा ठुलो कुरा हो। संसारमा अब पदको लागि नेपालमा पनि हामी कसैले झगडा नगरौँ, विवाद नगरौँ, देश बनाउने कुरा गरौँ। यति धेरै युवा युवती छन् देशमा, उनीहरू विदेश जाने अहिले जुन किसिमको एउटा चलिरहेछ नि ट्रेन, त्यसलाई रोकौँ। देशमै अब सम्भावना छ, अब देशमै विकास र समृद्धिको यात्रा अगाडि बढ्नुपर्छ, देशमै हामीले काम गर्न सक्छौँ, देश बनाउने अभियानमा लाग्नुपर्छ भन्ने मेरो सोच थियो। हिजो रवि लामिछाने र बालेन शाहको बिचमा भएको भेटवार्ता एकदम सकारात्मक हो, आइस ब्रेक हो। म पोजिटिभली यसलाई लिएर जान पनि आग्रह गर्न चाहन्छु। यसले समाजलाई बदल्नुपर्छ, रूपान्तरण गर्नुपर्छ, समाजमा छ नि चाहिँ राम्रा राम्रा योग्य मान्छे अब आउनुपर्छ, देश बनाउन लाग्नुपर्छ, देशमा चाहिँ विकास हुनुपर्छ। म त भन्छु बालेन, रवि, कुलमान, हर्क साम्पाङ, दुर्गा प्रसाद जस्ता जो पछिल्लो समय छ नि समाजका विकृति र विसङ्गतिको विरुद्ध लडेको, भ्रष्टाचारको छ नि विरुद्ध लडेका मान्छेहरू सबै एक ठाउँमा आउनुपर्छ। सबै एक ठाउँ देश बनाउने कुरा हो। र म भन्छु अझै पनि जाँदा जाँदै म धेरै कुरा आज बोल्न चाहन्न, तपाईँहरूलाई म एकदम सम्मान प्रकट गर्दै के भन्छु भन्दाखेरि मित्रहरू, अब दलभित्र भएका राम्रा मान्छेहरू काङ्ग्रेसमा पनि राम्रा मान्छे, एमालेमा पनि राम्रा मान्छे, नेपाली कम्युनिस्ट पार्टीमा पनि साना तिना सबै दल, राप्रपामा पनि राम्रा मान्छे। ती सबैको एउटा समूह देश बनाउनको लागि एउटा निर्माण हुनुपर्छ, एउटा राष्ट्रिय अभियान सुरु हुनुपर्छ। सबै राम्रा राम्रा मान्छे एक ठाउँमा बसेर 10 वर्ष यो देश बनाउने, 10 वर्ष सबैले त्याग गर्ने, पदमा लोभ नगर्ने, 10 वर्ष नेपाल बनाउनको लागि सबै एक हुने हो नि। ल 10 वर्षमा नेपालमा आज घोषणा गर्न चाहन्छु, 10 वर्षमा नेपाल विकसित राष्ट्र बन्छ, सम्पन्न राष्ट्र बन्छ, भ्रष्टाचार नगर्ने, सुशासनको लागि काम गर्ने, समाज बदल्ने, समाजमा परिवर्तनको लागि काम गर्ने, देशमा विकास र समृद्धिको यात्रा अगाडि बढाउने, सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेसनल इन्ट्रेस्टमा काम गर्ने, राष्ट्रिय सहमति, सर्वपक्षीय सहमति, सबै शक्तिको एकता र मेलमिलाप, राम्रा मान्छे समाजमा हरेक तर तबका रहेका हरेक क्षेत्रमा रहेका राम्रा मान्छेहरूको एउटा समूह टिम बनाउने। म भन्छु दल होइन टिम बनाए पनि हुन्छ। अब त देश बनाउने टिम बनाउला एकपल्ट। अब राम्रा मान्छे छानौँ, राम्रा मान्छेलाई एक ठाउँ राखौँ र 10 जना अनुहार, ल यो 10 जना अनुहारले देश बनाउन सक्छ, यो 10 जना अनुहारलाई देश बनाउन दिउँ 10 वर्षको लागि। ल धेरै मान्छे चाहिँदैन देश बनाउनलाई, 10 जना मान्छे, राम्रो मान्छे, योग्य मान्छे, सच्चे मान्छे एक ठाउँमा भयो भने देश बन्छ। तर नेपाल बनाउनको लागि आज म गैर आवासीय नेपाली सङ्घ विदेशमा रहेका नेपालीहरूलाई पनि भन्न चाहन्छु, देश बनाउने हो भने अब विदेशमा रहेका नेपालीहरूबाट पनि करिब 400-500 मान्छे लिएर आउँ, राम्रो मान्छे लिएर आउँ, र उनीहरूको नेपालप्रतिको जुन ठुलो किसिमको छ नि आत्मीयता छ, देश बनोस् भन्ने चाहना छ, उनीहरूको काम विदेशमा भए पनि सम्पूर्ण मन नेपालतिर छ। त्यसैले त्यस्ता मान्छेहरू पनि छानौँ, देशमा क्रिम राम्रा मान्छेहरू छानौँ, योग्य मान्छेहरू छानौँ र देश बनाउन लागौँ। आजको आवश्यकता भनेको देश बनाउने हो। आज राष्ट्रपतिले पनि मैले बारम्बार भनेको थिएँ, मैले राष्ट्रपतिलाई भनेको थिएँ, प्रधानमन्त्री सुशीला कार्कीलाई भनेको थिएँ, अब तपाईँले पुरानो दलका 3 जना नेतालाई एक ठाउँमा बोलाउनुहोस्। केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्डलाई आज बोलाउनु भयो, प्रधानमन्त्रीलाई सँगै राखेर राष्ट्रपतिले एउटा जुन पहल गर्नुभएको छ यो राम्रो पक्ष हो। किन भन्दाखेरि देशलाई अब निर्वाचनमा लिएर जानुपर्छ। निर्वाचनको विकल्प छैन, निर्वाचन आजको आवश्यकता हो। निर्वाचनको वातावरण बनाऊ, निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गरौँ र निर्वाचनमा छ नि सबै पक्षको बिचमा सहकार्य गरौँ, राम्रा मान्छेहरूलाई जिताएर पठाउँ र देश बनाउन लागौँ। अब धेरैले सोचिरहेका छन् होइन, प्रश्न गरिरहेका छन् कि अब जनता जान्न चाहन्छमा रवि र बालेनलाई ऋषि धमलाले कहिले ल्याउँछन् त भन्ने खालका प्रश्नहरू पनि छन्। केही त्यसको प्रयास गर्दै हुनुहुन्छ? होइन, मैले पहिला पनि इन्टरभ्यू लिएको हो बालेन शाहको, 3वटा इन्टरभ्यू होइन मैले लिएर आउँछु। म कोसिस गर्छु, किन पत्रकारको काम भनेको कोसिस गर्ने हो। म कोसिस गर्छु बालेनजी, रविजी, कुलमानजी, अझ म त सबैलाई एक ठाउँ राखेर, हर्क साम्पाङलाई सबैलाई एक ठाउँ राखेर गोलमेज सम्मेलन गर्ने, देश कसरी बनाउने भनेर। अब एकदम देश कसरी बनाउँ, अरू 4-5 जना राम्रा मान्छे दुर्गा प्रसाद सबैलाई राख्ल, देश बनाउने भिजन राख, बस गर्नुहुन्छ, बस खुला बस, जनता सहभागिता सहित एकदम जनतासँगै राखेर
त्यो मेरो चाहना जनतासँगै उहाँहरूलाई राखेर बहस गर्ने। एलिजाजीले कसरी हेर्नु भएको छ यो एक किसिमको यो एकतालाई चाहिँ होइन तपाईँ पनि मैले राजनीति अघि नै भनिसकेँ, पोजिटिभली हेरिसकेको छु। यो कुरालाई सकारात्मकले हामीले जानुपर्छ, सोच्नुपर्छ। हजुर, यो राजनीतिमा आइसकेपछि चाहिँ राजनीतिलाई कसरी बुझिराख्नु भएको छ? राजनीति भने मलाई चाहिँ के लाग्छ भने समाजसेवा हो। हामीले जनताको सेवा गर्न आएका हौँ र यसलाई चाहिँ हामी एउटा ऋषि सरले अघि ऋषिजीले भने जस्तो यसलाई चाहिँ व्यवसाय रूपमा लिनुहुन्न भन्ने लाग्छ मलाई। र कुर्सीको लागि लोभ लालच गरेर यो जुन अहिले भइरहेको छ क्रियाकलापहरू, यसलाई चाहिँ मलाई चाहिँ के लाग्छ भने यो हामीले चाहिँ पोजिटिभ वेमा हेर्नुपर्छ हरेक कुरालाई। जस्तै हिजोको भेटघाटलाई पनि पोजिटिभ वेमा हेर्नुपर्छ र अब आउने दिनमा हामीले जुन सोचेका छौँ जे राम्रो हुन्छ भन्ने सोचमा छु म चाहिँ। थ्याङ्क यू सो मच साथी, नमस्कार, बाई बाई।